फाइनली गाइज यो जुन मेरो पछाडि काम गर्दै गरेको वाल लाउँदै गरेको व्यक्ति को हो तपाईलाई थाहा छ है? म स्वयं करिब तपाईको 5 वर्ष अगाडि यो काम मैले गरेको थिएँ हैन, मै हो। र मैले यो जेमी काम गर्नलाई नेपालमा हुँदा यति गाह्रो थियो कि यति गाह्रो थियो हैन, मतलब काम गाह्रो होइन क्या, मान्छेसँग कुरा गर्नलाई मलाई हे दाजु हैन काम मलाई दिनु न हैन, यस्तो कुरा गर्नलाई यही काम पनि पाउन गाह्रो क्या नेपालमा। त्यो समय थियो एक दिन दसैँको टाइम हैन, पुरा साइट चलिरहेको थियो, सबै गइरहेको थियो साथीहरु। अब पैसाको समस्या हुन्छ दसैँको टाइममा। त्यतिखेर मैले दिनमा 10 चोटि कल गरेँ, कल रिसिभ हुँदैन थियो ठेकदारको हैन, अनि दिनमा 1 चोटि घरमा जान्थेँ, कहिले घरमा भेटिँदैन थियो। अनि त्यस्तो काम कल उठाए पनि हैन, भेटे पनि कामै छैन, कहिले काम मान्छे ज्यादा हुने हैन, एकजना व्यक्तिलाई काम दिलाउनु त्यति गाह्रो मान्छे क्या ठेकदार। अनि यो काम मैले बल्ल बल्ल पाएँ हैन, पाएर लगभग मैले 1 महिना जति निरन्तर बसेँ हैन, यही काम गर्छ। कसैले एक सुकोमा पत्याउँदैनन् हैन। अनि एउटा काम गर्नलाई हजुर भन्दा धरी पनि पाइँदैन भने, जब जेमी काम गर्न पनि पाइँदैन भने कसैले नपत्याएपछि हुन्छ नि, बरु यहाँ भन्दा त बरु जे जति दुःख होस् खाडी मुलुकमै गइन्छ भन्ने चाहिँ दिमागमा हुँदो रहेछ। मैले 1 महिना जति काम गरेँ, त्यही पैसा दिएर म काठमाडौँ आएँ। काठमाडौँ आएँ र काठमाडौँमा 4 महिना मैले बिताएँ हैन, 4 महिना बिताएँ त्यतिखेर। र काठमाडौँमा 4 महिना बस्दाखेरि यताउता काम पनि हैन खोज्दै काम गर्दै 4 महिना बिताएँ। अनि धेरै मेन पावरहरुमा धाएँ मैले, गल्ली गल्ली हैन, मलाई थाहा भएको अनुसार चाहिँ थुप्रै मेन पावरहरु धाएँ हैन। म जानु खोजेको मेन भनेको मेरो टार्गेट मलेसिया थियो हैन। अब मलेसियाको टार्गेट थियो, तर मलेसिया मेरो भएन। लगभग मलाई 2,50,000 जति चाहिँ मलेसिया पठाएको भए लगभग म मलेसिया जान्थेँ, किनभने म पहिला पनि मलेसिया बसेर आएको, अनि मलाई अलिक सहज हुन्छ, थोरै भयो नि भाषा जानेपछि थोरै सहज हुन्छ। त्यही भएर घरमा पनि ढाँटेर भयो नि म मलेसिया चाहिँ सेटल हुनु पर्यो भनेर सोचेको थिएँ। मलेसियाको लागि सोधेको 4 लाख भन्यो, 4 लाख 4.5 लाख। अनि राम्रो कम्पनीमा हो भने तपाईको 5 देखि 5.5 लाख जति भन्यो। अब के को लागि 4 देखि 5 लाखसम्म तिर्ने हामीले हैन, अनि भिजा के को लागि 4 देखि 5 लाखसम्म तिर्ने। अनि त्यो भन्दा त बरु बेस्ट, बरु थोरै कम खर्चमा बरु अरु खाडीतिर हिँड भन्ने सोच आयो। अनि दाइरोसँग त्यो कुरा भएपछि म फेरि घर फर्केँ। अनि घर फर्केपछि केही दिनमा मलाई काठमाडौँदेखि एकजना अङ्कलले चाहिँ सम्पर्क गर्नुभयो। अनि काठमाडौँदेखि अब कुनै केहीको आशै लाग्दैन, मरिसकेपछि अब बस्ने नेपालमा केही गरेर खान्छु भन्ने चाहिँ दिमागमा आउँदैन के, सिधै विदेश प्लान। अब आश मरेपछि त कसको होइन, कसैको आश नै छैन त, खुद गर्नु पर्यो नि आफूले। चाहिँ त्यो अर्काको देशमा धन्दा पाती किन नगरौँ, अर्काको लुगा नै किन नधौँ हैन, ढुङ्गा मुढा नै किन नगरौँ। त्यही भएर हामी सबैजना चाहिँ प्राय नेपालदेखि खाडी मुलुकै रोजिन्छ क्या। जब नेपालमा केही गर्दा नहुने हैन, सिप नलागेपछि त्यही हो सबैजनाको। तपाईँको एउटा जेमी काम गर्नु त गाह्रो हुन्छ, पाउनु गाह्रो हुन्छ भने झन् अरू त केही काम पाइन्छ हैन। त्यस्तै छ साथीहरु, जिन्दगी भनेको यसरी चल्दैछ है अब।